भएको लागि धन्यवाद। र यो समय फेरि पनि हामी ढिला नगरी हाम्रो आदरणीय गुरुबा मैले देखिसकेको छु, सुरुको प्रार्थना गरिदिनु हुनको निम्ति हाम्रो आकाश श्रेष्ठ हाम्रो गुरुबाले दिन चाहन्छु। हुन्छ, यो समय चाहिँ उहाँलाई समय दिन चाहन्छु। प्रार्थना गरौँ ल। प्रभु यीशु, हामी तपाईलाई धन्यवाद दिन्छौँ। आजको दिन तपाईँ परमेश्वरले हाम्रो लागि विशेष दिन तपाईँले फेरि पनि तुल्याइदिनु भयो। हामी विभिन्न सङ्गतिहरूमा तपाईँ परमेश्वरलाई आराधना गरिकन तपाईँ परमेश्वरको सङ्गति र तपाईँ परमेश्वरसँगको समय बिताएर फेरि तपाईँ परमेश्वरसँग हामी एकजुट भएर विभिन्न मण्डलीका यी छोराछोरीहरूसँग तपाईँ प्रभुलाई महिमा दिनलाई तपाईँ प्रभुले हामीलाई भेला गराउनु भएको छ। र विशेष गरी धेरै वर्षदेखि तपाईँ परमेश्वरको महिमाको गीतहरू लिएर हिँडिराखेको तपाईँको दास राजेशसँग प्रभु फेरि पनि हामी यसरी भेटघाट गर्ने मौका तपाईँले दिनुभयो। र आज प्रभु जुन प्रस्तुतिहरू छन् यी सबै कुराबाट हामी एउटै कुरा माग्दछौँ, यी सबै कुराबाट केवल तपाईँको महिमा हुनुपर्छ। प्रभु तपाईँ परमेश्वरले यो सञ्चालन गर्नुहुने तपाईँका छोरी अनि जसले प्रभु यी सबै कुराहरू चलाउनुहुन्छ तपाईँ प्रभुले सहायता गर्नुहोस्। तपाईँ प्रभुको आशिष र अनुग्रहले ढाकिदिनुहोस्। जो आउँदै हुनुहुन्छ सबैको सुरक्षा हामी बोल्दछौँ र आजको सबै कार्यक्रमलाई तपाईँको हातमा समर्पण गरिकन धन्यवाद यीशु तपाईँको नाममा, आमेन। हस्, धन्यवाद। हामी आराधनाको समयमा आएका छौँ अनि हामी सबैजना के गर्छौँ आराधनाको बेला? हुन्छ, हामी सबैजना एकदमै युथहरू जो जागरको साथमा हुनुहुन्छ है। यसको चाहिँ 10 मा यसरी भन्दछ, 9 र 10 लाई म पढ्नेछु। यसरी लेखिएको छ, म परमेश्वर हुँ चाहिँ हाम्रो एकमात्र परमेश्वर हुनुहुन्छ। उहाँ नै प्रशंसा महिमाका योग्य हुनुहुन्छ र त्यही परमेश्वरलाई महिमा आराधना दिनका लागि यो ठाउँमा हामी खडा भएका छौँ। र हामी आराधनामा प्रवेश गर्नुभन्दा अगाडि एउटा गीत गाएर हामी नाच्नेछौँ र त्यो गीत त्यसपछि चाहिँ हामी आराधनामा प्रवेश गर्नेछौँ। यो समय हामी नयाँ ऋतु भन्ने गीतलाई गाउनेछौँ। त्यसको निम्ति हामी एक्लै सक्दैनौँ, म एक्लै सक्दैनौँ, हामी एक दुईजना बोल्न सक्दैनौँ। तर हामी यसरी नै जङ्गाट भएर एक्लै अर्कालाई सहायता गऱ्यौँ भने जुन रागको लिएर हामी अगाडि बढ्दैछौँ आउने दिनमा फेरि हामी अगाडि बढ्नेछौँ। आमेन, आमेन। परमेश्वरलाई महिमा भएको होस्। मेरो दुई शब्दलाई यही टुङ्गाउँदै म तपाईँहरूको माझमा एउटा कुरालाई एनाउन्स गर्न चाहन्छु। हामी इटरी इसाई समाज अहिले शोकित छौँ। हामीले अस्तिदेखि कतिजनाले हेरिराख्नु भएको होला सोसियल मिडियामा, कतिजनाले देखिराख्नु भएको होला, हामीले प्रभुको जन पास्टर धनबहादुर तामाङज्यू सियोन मेथोडिस्ट चर्च अस्ति बिहिबारको दिन प्रभुमा सुत्नु भयो अनि हिजो उहाँ जान्छौँ। हामी यो समय प्रार्थना गरौँ। अनि मैले यहाँ देख्दैछु हाम्रो पास्टर आनन्द राईज्यू दाजु हुनुहुन्छ। म उहाँलाई अनुरोध गर्नु पर्यो, दाजुले आएर हामीलाई यो प्रार्थनामा सहायता गरिदिनु भयो भने हामी एकछिन सबैजना मिलेर उहाँको परिवारको निम्ति मण्डलीको निम्ति हामी प्रार्थना गर्नेछौँ। यो समयमा आनन्द राईज्यूलाई अगाडि बोलाउन चाहन्छु। दाजुबाट भएर हामी प्रार्थना गर्नेछौँ। म पास्टर चाहिँ होइन, म एल्डरमा छु र इटोरीमा चाहिँ अर्को पास्टर आनन्द राईज्यू पनि हुनुहुन्छ। अनि मैले पछाडि यसो पनि हेरेँ उहाँ पनि उपस्थित हुनुहुन्छ कि भनेर। हुन्छ, मलाई नै भन्नुभएको होला, धन्यवाद छ। म चाहिँ एल्डर जति झुन्ड इटोरीको एल्डरमा चाहिँ अभिषेक भएको छु। र आउनुहोस् हामी आदरणीय पास्टर धनबहादुर तामाङको यो शोकको समयमा छ इटोरी समाज चाहिँ, र हामी उहाँको परिवारको निम्ति, मण्डलीको निम्ति र हामी आफैको निम्ति पनि प्रार्थना गर्नेछौँ।
शक्तिमा म आमेन गर्नेछु। हर समय तपाईँ परमेश्वरलाई प्रशंसा अनि महिमा दिनेछौँ, कारण तपाईँ त्यसको योग्य भएको अनि परमेश्वर तपाईँ एकमात्र परमेश्वर हुनुहुन्छ। तसर्थ तपाईँलाई हामी धन्यवाद दिन्छौँ र विशेषतः हामी आदरणीय पास्टर धनबहादुर तामाङज्यूको परिवारको निम्ति, मण्डलीको निम्ति यो समय प्रार्थना गर्दैछौँ। तपाईँ परमधन्य परमेश्वरले त्यो परिवारलाई, त्यो मण्डलीलाई आशीर्वाद दिनुहोस्, साहस अनि सामर्थ्य दिनुहोस्, ताकि तपाईँ परमेश्वरको प्रेम, तपाईँ परमेश्वरको बलिदानलाई सम्झेर पनि परमेश्वर उहाँको मृत्यु चाहिँ अनमोल छ भनिकन भजन सङ्ग्रहले भन्छ। यस कारणले गर्दाखेरि उहाँले साहस प्राप्त गर्न सक्नुभएको होस् भन्ने हामी प्रार्थना गर्छौँ। आज हामी जति पनि यो कार्यक्रम हुँदैछ, यी सम्पूर्ण कार्यबाट तपाईँ परमेश्वरको महिमा अनि प्रशंसा भएको होस्। हामीलाई उद्धार गर्नु नै यसो प्रभुको नाममा। अन्त्यमा फेरि पनि जति पनि गुरुजन अग्रजनहरू हुनुहुन्छ र भाइ बहिनीहरू हुनुहुन्छ, यहाँ सबैलाई जय मसीह। थ्याङ्क यू। हुन्छ, धन्यवाद। हाम्रो अध्यक्षज्यूबाट हामीले छोटो वचन अनि आजको विषयमा हामीले सुनेका छौँ। परमेश्वरले आशिष दिनुभएका होस्। जवानहरू, आजको कार्यक्रम हामीलाई बोरिङ त भएको छैन नि? बोरिङ हुनु हुँदैन है। बोरिङ भयो भने त्यहाँ बुझ्नुपर्छ कि परमेश्वरले होइन, त्यहाँ कसले चलाउँछ? शैतान भन्नु बित्तिकै थाहा छ हामीलाई दुई सिङ्गे। हुन्छ, अब हामी ढिलो नगरी यो समय हामी स्पेसल समयमा जानेछौँ। अनि स्पेसल समय चाहिँ योभन्दा अगाडि नै रहेको थियो। हाम्रो श्रीराम चर्च आउनु भएको छ। तपाईँले हामीलाई असल राख्नु भएको लागि हामी धन्यवाद दिन्छौँ। हामीले यसरी तपाईँको नाउँमा केही बेटीहरू छुट्याएका छौँ। यो बेटीलाई तपाईँ परमेश्वरले आशीर्वाद दिनुभएको होस्। खाँचो गरी कविहरू तपाईँले पुरा गरिदिनु भएको होस्। हामी तपाईँलाई धन्यवाद दिन्छौँ। यो बेटी तपाईँले आफ्नो महिमाको निम्ति प्रयोग गर्नलाई हामीलाई ज्ञान बुद्धि विवेक दिनुभएको होस्। तपाईँलाई धन्यवाद चढाउँदै तपाईँले दिनुभएको सबै आशिषहरूको निम्ति हामी धन्यवाद दिन्छौँ। अनि यो बेटीमा तपाईँको आशीर्वाद माग्छौँ परमेश्वर कृष्ण। आमेन। धन्यवाद। जय मसीह। ताली बजाउनेछौँ। हामी सबै उठ्न सक्छौँ है त? सबैजना क्या राम्रो सुसमाचार यो, हामीलाई उद्धार दिने आउनु भो धरतीमा। मेरो उद्धारकर्ता, क्या राम्रो सुसमाचार यो, हामीलाई उद्धार दिने आउनु भो धरतीमा। तिम्रो मेरो तारणहारा, हेर न आकाशैमा। सबैजनाले जवान भएको जस्तो भयो भने तपाईँलाई महिमा दिउँ, नाचिकन है त? एकछिन। उनको चरणमा हेर न आकाशैमा, उज्जवल छम्किरहेको। अब सबैजना नाच्नुपर्छ है त? गम्कियो धिक्ताङ धिक्ताङ गुन्जियो महिमित। अबको पालामा सबैजना नाच्नुपर्छ है त? ओके। Good night.
तपाईँले गीत गाएको त मैले पनि गाउँथेँ नि, म पनि क्रिस्चियन हो भन्नुभएछ। तर एकजनाले थाल पकिरहेछ, एकजनाले चाहिँ के गर्दैछ, बियर खाँदैछ। अनि उहाँले यसो हेर्नुभएछ त्यो बियर खाँदै गरेको मान्छेलाई, अब त्यो बियर माथिरहेको मान्छेलाई के भन्ने र। तर उसले बजाएको त्यो सुसेलीले उसको जीवनमा कसरी परिवर्तन आयो भने भोलिपल्ट भेटेपछि हामी क्रिस्चियन हौ, विश्वासीले कुरा गर्नु हुँदैन भनेर जब उसले सुन्यो, त्यसपछि ऊ आफ्नो गाउँमा फर्केर मण्डलीको सेवा गर्ने भयो। अनि अहिले मण्डलीको पास्टर भएर सेवाकाई गर्दै हुनुहुन्छ। आमेन। विचार गर्नुहोस् न, बियरको बोतल फुटाउँदै गरेको मान्छेले उसको छेउमा सायद कस्तो प्रकारको त्यो ट्युनिङमा गीत गायो थाहा छैन, तर उसको दिमागमा त सानो सङ्गीतले परिवर्तन आयो। आमेन। यो कार्यक्रमको पहिलो उद्देश्य। दोस्रो उद्देश्य, जवानहरूको बिचमा सङ्गीत भन्ने बित्तिकै लामो कपाल पाल्नुपर्छ हो हजुर भाइहरू, कुण्डल झुन्डाउनुपर्छ, गीत गाउँदा यस्तो यस्तो गर्दै कपाल होइन, यो कुण्डल हलाउँदै गीत गाउनुपर्छ भन्ने मानसिकता धेरैवटा चर्चमा छ, धेरैवटा मण्डलीमा छ। धेरैजना जवानहरूले पनि त्यसरी नै कपी गर्छ। काठमाडौँको उत्तरी दक्षिण भेगको इसाई समाजले एकचोटि हेर्जिबाको टिमलाई बोलाउनु भयो। के को लागि भन्दा त्यो भ्रम चिर्नलाई। हेर्जिबाको टिममा हाम्रो राजेशसँग एकदमै राम्रो उनीहरूको सम्बन्ध छ। हेर्जिबाको टिममा सबैजना पढेको छ, उनीहरू सबै मास्टर्स गरेको छन्, सबैजना पढेको छ है। उनीहरू लामो कपाल पालेर हिँड्दैन, कुण्डल लाएर पनि हिँड्दैन, तर उनीहरूले अहिलेको दिनसम्म, आजको दिनसम्म सङ्गीत क्षेत्रमा आफ्नो जीवन दिइराखेको छ। मण्डलीको पास्टर अगाडि उहाँहरूलाई हेर्नुभयो, उहाँहरूको जीवनलाई हेर्नुभयो अनि उहाँहरूलाई बोलाउनु भएको थियो। अनि उहाँहरूले चाहिँ त्यहाँ गएर, मलाई थाहा छैन तर दिमागमा एउटा यो विषयमा चाहिँ क्लिक गर्नुहोस्। हामीले सेकुलर क्षेत्रमा यस्तै कार्यक्रम हुँदा कति पैसा टिकट काटेर हामी हेर्न जान्छौँ, तर ख्रिस्ट येशूमा भएकाहरूलाई पनि हामीले प्रमोट गर्नुपर्छ, उनीहरूलाई उत्साह दिनुपर्छ। त्यही उत्साह दिने उद्देश्यले नै हामी यहाँ छौँ, हो कि होइन? ओके, धेरै धन्यवाद। बाँकी समय फेरि पनि हाम्रो सञ्चालन गर्नुहुने नानीलाई दिँदै यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद। जय मसीह। गुरुबालाई धन्यवाद। हाम्रो बिचमा केही आजको कार्यक्रमको बारेमा दुई शब्दहरू भनेर जानुभएको छ, आफ्नो शब्द आफ्नो भनाइहरूलाई राखेर। र अब हामी फेरि पनि ढिला नगरी हाम्रो कार्यक्रमलाई अगाडि बढाउनेछौँ। थाहा छ, मैले तपाईँहरूलाई अगाडि भनिसकेको छु, यो समय चाहिँ हामी कसरी दिने। परमेश्वर एकमात्र सहारा मान्दै यो गीत पनि हामी मन गर्दै हामी गाउँदै अगाडि बढ्नेछौँ होइन। अब गाउँदै जान्छ, म गीत गाउँदै जान्छु, त्यस समय अगाडि बढ्दै जान्छ। मैले चाहेको चाहिँ तपाईँ शब्द हेर्दै गीत गाउनुहोस् भन्ने चाहेको थिएँ। ल अब भर आयो जस्तो लाग्यो है। ल हुन्छ, यो गीतले भन्छ जान्दिनँ म तपाईँबाट टाढा। हुन्छ, बजाइ ल। हेलो हेलो, मलाई यसको लेभल घटाइदिनु, मैले ट्र्याकको मात्रै। हेलो हेलो, ओके ठिक छ। हेलो हेलो, ट्रेबल अलिकति बढाइदिनु ल। हेलो, भोकलको पनि ट्रेबल अलिक बढाइदिनु ल।
पूर्वेलीहरू चाहिँ गीत सुन्नमा एकदम माहिर हुन्छ अरे क्या, रुचाउँछ अरे, मलाई साह्रो खुसी लाग्यो। गर्नु बित्तिकै थाहा पाएँ कि है सबभन्दा धेरै मिठो स्वर भएको पूर्वेलीको हुन्छ है। कृपया ढिला नगरी यहाँहरू अगाडि आइदिनु हुनको निम्ति म अनुरोध गर्दछु। अमर रहपाल र दुईजना राजेश राईज्यू। त्यो दिनको निम्ति हाम्रो आदरणीय गुरुबा आकाश श्रेष्ठज्यू र हाम्रो सुनसरी जिल्ला बत्तीस युवा सङ्गतिको उपाध्यक्षज्यूलाई योदन राईज्यूलाई म अगाडि बोलाउन चाहन्छु। उहाँहरूको बाहुलीबाट हामी यो मायाको सिनो हस्तान्तरण गर्न चाहन्छौँ। कृपया ढिला नगरी यहाँहरू अगाडि आइदिनु हुनको निम्ति म अनुरोध गर्दछु। अमर रहपाल र दुईजना राजेश राईज्यू। त्यो दिनको निम्ति हाम्रो आदरणीय गुरुबा आकाश श्रेष्ठज्यू र हाम्रो सुनसरी जिल्ला बत्तीस युवा सङ्गतिको उपाध्यक्षज्यूलाई योदन राईज्यूलाई म अगाडि बोलाउन चाहन्छु। उहाँहरूको बाहुलीबाट हामी यो मायाको सिनो हस्तान्तरण गर्न चाहन्छौँ। हाम्रो गुरुबालाई धन्यवाद र यसै गरी फेरि पनि हामी अमर रहपालज्यूलाई पनि मायाको सिरो दिन चाहन्छौँ। सुनसरी जिल्ला बत्तीस युवा सङ्गतिको उपाध्यक्ष योदन राई ज्यूको बाहुलीबाट हामी यो हस्तान्तरण गर्न चाहन्छौँ।
फोटो खिच्नु एउटा ग्रुपमा फोटो खिच्नु हुने विभिन्न कार्यमा रहेर सहायता गर्नुभयो उहाँलाई म धन्यवाद दिन चाहन्छु र हाम्रो इटरी इसाई समाजलाई पनि म धन्यवाद दिन चाहन्छु। साथै आइप्रेस मिडियाका अनि एल्डर आनन्द राईलाई म धन्यवाद दिन चाहन्छु जसले आजको यस कार्यक्रममा जो फोटोग्राफर भएर भिडियो र विभिन्न कुराहरूमा उहाँले सहायता गर्नुभएको छ, उहाँलाई पनि हृदयदेखि धन्यवाद। साथै आइटी कम्पनीका संस्थापक सुरज राजवंशीलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु जसले हामीलाई यस ब्यानर बनाउनमा सहायता गर्नुभयो। अनि उहाँको एउटा भिजन रहेछ जुन यो जति पनि अहिले क्रिस्चियनको गतिविधिहरू छ त्यो मण्डलीमा भएको म्यानेजमेन्ट तथा गतिविधि जति पनि छ ती सबैलाई उहाँले चाहिँ एउटा डिजिटल गरेर रेकर्ड गर्नको लागि उहाँले काम गरिराख्नु भएको छ। एउटा सफ्टवेयर कम्पनी छ उहाँको हाम्रो गुरुबा भन्ने, अनि उहाँद्वारा नै यो ब्यानर पनि सहायता भएको। साथै विभिन्न क्षेत्रमा उहाँले हामीलाई सहायता गर्नुभएको छ। अनि इटरी युथ इसाई समाजका हाम्रो युवा इसाई समाजका हाम्रो अध्यक्ष आशिष परिवारज्यूलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु जसले हामीलाई अहिले नेतृत्व गरिराख्नु भएको छ। साथै अहिले धन्यवाद दिन नबिर्सिनु, धन्यवाद दिँदै गर्दाखेरि आज मैले बिर्सिनु नपर्ने चाहिँ यहाँ स्थानीय मण्डली एचपिसी हिमालय पेन्टिकोस्टल चर्चलाई पनि यहाँको पास्टर दिलीप राई तथा यहाँको दिलीप तामाङ र साथै यहाँको कमिटी बोर्ड मेम्बरलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु जसले हामीलाई यस स्थान यस मण्डली दिनुभयो र साथै यहाँ विभिन्न सेवा सुविधाहरू उपलब्ध गराउनु भयो जसले गर्दा सहज तरिकाले आजको कार्यक्रमलाई हामीले सम्पन्न गर्न सक्यौँ। र यति भन्दै यदि मैले कसैलाई धन्यवाद दिन छुटेको छ भने समग्रमा म यहाँ सबैलाई हृदयसँग तपाईँ हुनुभयो। यी सबै कुराको लागि हामी तपाईँलाई धन्यवाद दिँदै आजको यो सेवालाई अब यहाँ अहिले विसर्जन